भाइ प्लिज प्लिज कसैले तिमीलाई पोडकास्टमा बोलायो आइज यो त्यो ह्यान त्यान इन्टरभ्यू कहीँ नजाऊ प्लिज कहीँ नजाऊ है भित्र लिङ्कअप गर भित्र भेट तर गाना बाहेक मिडियामा अरू आफ्नो थोपडा बोलेको के को नदेखाऊ अहिले तिमी गाना हाल गाना बोल्न देऊ यहाँ राणीको छोराहरू कति मान्छेलाई यस्तै भएको छ म्याच चिक्ने एउटा गाना गाउँछ हो पोडकास्टमा बोला नि गइदिइहाल्यो अर्को गइदिइहाल्यो आफूलाई कस्तो सस्तो बनाइदिन्छ क्या अनि त्यो पोडकास्टमा तिमीलाई थाहा छैन क्या तिमीले 3 घण्टा 2 घण्टा त्यहाँ कन्टिन्यू बोल्नु पर्ने हुन्छ हो तिमीहरूको इन्टरेक्सन हुन्छ अनि तिमीहरूको इन्टरेक्सन एकछिन न भाइ को यो यसलाई म ब्लक हान्दिन्छु एकछिन यो को यो दाइ ग्लक बोकेर रियाक्ट प्लिज यसलाई ब्लक हान्दिउँ भाइ म यो को हु द्याट बोय 342 यसलाई ब्लक हान्दिउँ गाइस बिर्साइदियो चिक्नले ए आफूलाई सस्तो नपाएर क्या अनि मान्छे जान्छ पोडकास्टमा अनि 2-3 घण्टाको इन्टरेक्सन हुन्छ हो अब हामी त्यो ऱ्यापरको गाना सुनेको छौँ हामी त्यो मान्छेको जोसुकै होस् त्यो पोडकास्टर भन्नाले ब्लगर होस् जोसुकै होस् होइन हामी त्यो मान्छेलाई चिनेको छौँ हामीले उसले जे देखायो हामीले त्यो देखेको छौँ तर अब पोडकास्ट इन्टरभ्यूमा जाँदा चाहिँ तिमीहरूले जे चाहिँ देखाउँदिनौ मान्छेलाई भनेको हुन्छ त्यो चिज चाहिँ हामी देख्छौँ क्या अब भाइ अब त मान्छे को त कसरी बोल्दैछ चिक्ने तेरो हिँडाइ कस्तो छ तेरो लगाइ कस्तो छ ए तेरो त्यो 1 मिनटको एक्टिङ मात्रै पो थियो त्यो भिडियोमा ए तेरो त्यो यस्तो हल्लेको गरेको यस्तो एक्टिङ मात्रै थियो भनेपछि रियल लाइफमा त पाखै पारेको साइकल कुदाउने स्टाइलले पो हिँड्दो रहेछ यस्तो यसरी होइन गानामा चाहिँ यो दिँदो रहेछ होइन यस्तो दिँदो रहेछ सिक्ने होइन अनि लास्टमा चाहिँ हिँडाइ चाहिँ अनि साइकल कुदाइ यस्तो सबै अफ हुन्छ प्लिज नजाऊ लोकी तिमीहरूलाई आफ्नो इज्जत राख्नु छ तिमीहरूलाई फेमस हुनु छ तिमीहरूको काममा इन्ट्रेस्ट देखाओस्